this is Preeti. Welcome back to my YouTube channel. यदि हजुरहरू नयाँ हुनुहुन्छ भने मेरो नाम प्रीति सेन्चुरी बुटोलबाट. Don't forget to subscribe my channel. This video is about simple makeup for beginners. So hope you like this video. फर्स्ट हजुरहरूले हेयरले डिस्टर्ब नगरोस् भनेर हेयर भेन्ट युज गर्न सक्नुहुन्छ. फेस क्लिन गर्नको लागि हजुरहरूले वाइप्स युज गर्न सक्नुहुन्छ. यदि हजुरहरूले मर्निङमा फेस वास या क्लिन्जिङले फेस धुनु भएको छ भने हजुरहरूले वाइप्स मात्र युज गर्दा पनि हुन्छ. हजुरहरूको मेकअपको रिजल्ट एकदमै राम्रो आउँछ. मैले चाहिँ नाइसिनामाइडको टोनर युज गरेको छु. यसले चाहिँ टाइटेन्स पोर्स प्लस ब्राइटेन स्किन गराउन हेल्प गर्छ. हजुरहरूले आफ्नो स्किन हेरेर आफ्नो स्किनलाई सुट गर्ने टोनर युज गर्नुहोला. मैले चाहिँ टोनर सुकिसकेपछि सेटाफिलको मोइस्चराइजिङ क्रिम युज गरेको छु. यसले चाहिँ फेसलाई एकदम हाइड्रेट गराउन हेल्प गर्छ. यो चाहिँ मेरो अल टाइम फेभरेट मोइस्चराइजिङ क्रिम हो. यो मैले बोथ समर प्लस विन्टरमा युज गरेको हुन्छु. हजुरहरूले पनि आफ्नो स्किन टोनलाई सुट गर्ने मोइस्चराइजिङ क्रिम युज गर्न सक्नुहुन्छ. कुनै पनि क्रिम लगाउँदा आफ्नो फिङ्गरले एकदम रफ तरिकाले क्रिम लगाउनुहुन्न. एकदम राम्रोसँग ब्लेन्ड गर्नुपर्छ नातिकिन. This is Tintin sunscreen. This is my second time युज गरेको हो. यो चाहिँ मैले टिकटकमा देखेर किनेको हो. यसको रिजल्ट चाहिँ मलाई एकदमै मन पर्यो. अब सनस्क्रिनले के काम गर्छ भन्दा अब सनबर्नबाट बचाउँछ. यसको रिजल्ट चाहिँ हजुरहरूले देख्न सक्नुहुन्छ. फेसलाई एकदमै साइनिङ गराउँछ. यो चाहिँ मिलानीको प्राइमर हो. हामीले फाउन्डेसन लगाउनु अगाडि प्राइमर युज गर्ने गर्छौँ. हामीले यति प्राइमर युज गऱ्यौँ भने हाम्रो मेकअप लङ लास्टिङ हुन पुग्छ. यो प्राइमरले चाहिँ मेकअपको बेसको रूपमा काम गर्ने गर्छ. फाउन्डेसनको टर्न नै आयो. दिस इज इन्साइन प्रोफेसनल फाउन्डेसन. हजुरहरूले फाउन्डेसन ब्रस नै युज गर्न सक्नुहुन्छ. मैले चाहिँ पफले ब्लेन्ड गरिरहेको छु. मेन पार्ट हजुरहरूले फाउन्डेसन लगाउँदा ब्लेन्डरले राम्रोसँग ब्लेन्ड गर्नुभयो भने हजुरहरूको मेकअप झन् राम्रो हुन्छ. यो चाहिँ एकदमै एचडी फाउन्डेसन हो. एकदम राम्रो छ. हाई कभरेज दिन्छ. हजुरहरूले देख्न नै सक्नुहुन्छ. दिस इज क्युट मिरर. मैले चाहिँ मेकअप कस्तो भइरहेको छ भनेर मिरर हेरिरहेको. यो चाहिँ स्विस ब्युटीको कन्सिलर हो. हजुरहरूले यस्तो आँखाको तल कालो भयो भने हजुरहरूले कन्सिलर लगाउन सक्नुहुन्छ. यो चाहिँ फाउन्डेसन पछि युज गरिन्छ. मैले चाहिँ कन्सिलरलाई राम्रोसँग ब्लेन्ड गरिरहेको छु. हजुरहरूले फाउन्डेसन कन्सिलर लगाउँदा एकदम राम्रोसँग ब्लेन्ड गर्नुपर्छ. हजुरहरूले जति राम्रोसँग ब्लेन्ड गर्नुहुन्छ हजुरहरूको मेकअप त्यति राम्रो हुन्छ. यो चाहिँ मार्सको लुज पाउडर हो. हजुरहरूले कन्सिलर लगाइसकेपछि सेट गर्नको लागि पाउडर लगाउनु पर्छ. दिस इज माई फेभरेट पार्ट. जुन अहिले मैले ब्रस सेट देखाइरहेको छु यो चाहिँ म्याङ्गीको ब्रसहरू हो. एन्ड मलाई चाहिँ यो ब्लसर लगाउन चाहिँ एकदमै मनपर्छ. अब म चाहिँ ब्लसर लगाउँदैछु. हेर्न सक्नुहुन्छ म चाहिँ कति मक्ख पर्दै ब्लसर लगाइरहेको छु. हजुरहरूले चाहिँ ब्लसर यो नोजको टुप्पोमा अनि यो साइडमा लगाउन सक्नुहुन्छ. अब चाहिँ हामी हाइलाइटर लगाउँदैछौँ फेसमा. हामीले जुन अहिले लगाएको ब्लसरको सेप थियो त्योभन्दा हल्का माथिबाट हामीले हाइलाइटर युज गर्नुपर्छ. अनि यो हल्का यो नोजको टुप्पोमा हाइलाइटर युज गर्नुपर्छ. अनि मलाई चाहिँ एकदम यो फरहेडमा पनि हाइलाइटर लगाएको एकदमै मनपर्छ.
हाम्रो फेस एकदमै साइनी हुन्छ हाइलाइटर युज गर्यौँ भने। अब चाहिँ आई स्याडोको पालो। अहिले मैले जुन ब्रस देखाइरहेको छु यो पनि म्याग्नीको ब्रस युज गर्दैछु। मैले चाहिँ एकदमै लाइट वाला ब्राउन युज गर्न लागेको छु आई स्याडो। अनि मैले चाहिँ एकदमै हेभी आई स्याडो मेकअप गर्दिनँ किनकि यो चाहिँ एकदमै बेसिक सिम्पल मेकअप गर्न चाहँदैछु, त्यही भएर। अब चाहिँ आइब्रो बनाउने पालो। मैले चाहिँ आइब्रोमा कुनै पाउडरहरू युज गरेको छैन। हजुरहरूले चाहिँ यसमा पाउडर युज गर्न सक्नुहुन्छ। मेरो सेप यत्तिकै राम्रो भएर मैले कुनै पनि पाउडर युज गरेको छैन, हजुरहरूले देख्न सक्नुहुन्छ। हजुरहरूले पाउडर लगाएर आफ्नो सेप मिलाउन सक्नुहुन्छ। अब चाहिँ पालो मस्कराको। आई लभ मस्करा। यो चाहिँ 3D मस्करा हो। हजुरहरूले पनि युज गर्न सक्नुहुन्छ। एकदम एफोर्डेबल प्राइसमा छ अनि भोल्युम पनि एकदमै हाई छ। आई लभ दिस मस्करा। मैले चाहिँ यो धेरैवटा युज गरिसकेँ। हजुरहरूले देख्न सक्नुहुन्छ यसको भोल्युम यति राम्रो छ, यति राम्रो छ। अब चाहिँ पालो लिपस्टिक। हजुरहरूले आफूलाई मनपर्ने कलरको लिपस्टिक लगाउन सक्नुहुन्छ। यो चाहिँ लिप ग्लस। आई लभ लिप ग्लस। अनि लास्ट दिस इज स्विस ब्युटी मेकअप फिक्सर। हजुरहरूलाई पनि आफ्नो मेकअप लङ लास्टिङ गराउन चाहनुहुन्छ भने हजुरहरूले फिक्सर युज गर्न सक्नुहुन्छ। आजको मेरो मेकअप हजुरहरूलाई कस्तो लाग्यो, जस्तो लाग्छ त्यस्तै कमेन्ट गरिदिनु होला। सबैजनाले सब्सक्राइब गर्न नबिर्सिनु होला। बाई।